यो दर्शन गवाई सुन्नुहुने प्रिय मित्र सबै विश्वासीजनहरूलाई सबैलाई जय मसीह छ, साथै अभिवादन। हजुरको साथमा परमेश्वरको राज्यको रहस्यको गवाई दिनको लागि म आएको छु र तपाईँहरूलाई सुनाउनुको लागि। र म जेम्स तामाङ पेन्टिकोस्टल मण्डलीद्वारा मैले 2007 को मार्च महिना 3 तारिकमा म विश्वास गरेको प्रभु यीशुलाई मैले मुक्तिदाता भनिकन मैले विश्वास गरेको र प्रभु यीशुमा विश्वास गरेर म आफ्नै सृष्टिकर्ता परमेश्वरमा फर्केको हो, वचनका आधारले भन्नु हो भने। र फर्केका व्यक्तिले कसरी हामी परमेश्वरको इच्छा र प्रभु यीशु ख्रीष्टको इच्छाको कुराहरू हामी देख्न सक्ने, त्यो बारेमा तपाईले गवाई सुन्नु पाउनु छ। र यो गवाईको भाग टपिक रहेको छ, अनन्त जीवन पाउनलाई विश्वास गरेको विश्वासीलाई स्वर्गदूत आइकन उठाइ लगेको, शरीरमा होइन आत्मा प्राणमा, आत्मा र प्राण चाहिँ उठाइ लगेको र शरीरको अन्त्य भएको र देह अन्त्य भन्छ, देह अन्त भएको र प्रभुमा सुत्नुभएका साउथ अफ्रिकाको टिबी जोसुवा पास्टर 2021 मा देह अन्त भएर, मतलब रोग बिमारले होइन, उहाँ 3 घण्टाको अवधिमा प्रभु यीशुका अनुग्रहद्वारा उठाइएका, उहाँको आत्मा उठाइएका दर्शनको गवाईहरू लिएर आएको छौँ। तपाईले ध्यानसित सुने र बुझ्नुहोस्, सकेछ भने हेर्नुहोस्। र म अब गवाई सुरु गर्दैछु। पहिला मलाई देखाउनु भएका गवाईदेखि म सुरु गर्नेछु। 2021 को जुन महिनाको 5 तारिक, 6 तारिक मलाई देखाउनु भएको छ। 6 तारिक बिहान म कम्पनीको काममा पुगिकन, म सधैँ प्रार्थना गर्छु काममा लाग्ने बेलामा, गाडीमै प्रार्थना गर्दै जान्छु। र अनि 5 बजी टक्कै काममा पुग्नु पर्थ्यो, बिहानको 5 बजी। 4:45 मा म पार्किङमा पुगेँ अनि प्रार्थना गर्न थालेँ। गाडीमा छोटो प्रार्थना गर्छु म, 5 मिनट, धेरै भनेर 10 मिनट प्रार्थना गर्छु। अनि म प्रार्थना गर्न सुरु गरेको थिएँ। प्रार्थना गरिबस्दाखेरि मलाई आत्मामा उठाएर माथि पुर्याउनु भएछ, पवित्र आत्माले उठाएर माथि पुर्याउनु भएछ। अनि माथिबाट मलाई उता दिशा देखाउनु भयो, उता यहाँबाट चाहिँ भनौँ पूर्व पर्छ, घाम लाग्नेतिर, त्यतै देखाउनु भयो। माथि पुर्याएर देखाउनु हुँदा तल पातालमा देखायो, पृथ्वीमा देखाउँदाखेरि चाहिँ सेतो कपडा लगाएको, सेतो भन्दा तपाईँलाई थाहा छ यस्तै सेतो, योभन्दा त अब चक सेतो लुगा लगाएको मान्छे उभिरहेको देखेँ। अनि माथि देखायो फेरि आकाशमा। आकाशमा देखाउँदाखेरि त देखि माथि स्वर्गदेखि सेतो ज्योति सब चम्केका एक स्वर्गदूत उत्रेर आउनुभयो। स्वर्गदूत उत्रेर आयो, पखेरै रहेछ, फलफल गरेर आएर त्यो मान्छेको छेउमा पुगेर चाहिँ मान्छेलाई चेराप्पै टिपेर चाहिँ यसरी अँगालेर बोकेर लगेको देखेँ मैले। आकाश सिजेलेर माथि नै गयो, बोल्नु भएन। पवित्र आत्माले देखाउनु हुँदा कोही टाइममा बोल्नुहुन्छ, कोही टाइममा चाहिँ बोल्नुहुन्न, फेरि देखाउनु मात्रै हुन्छ। अनि आकाश सिजेलेर गएपछि म फट्टै बिम्झेँ, शरीरमा बिम्झेँ, म आत्मा शरीरमा फर्क्यो भनौँ न। अनि फर्किनु भयो। फर्केपछि मैले याद गरेँ, सेतो लुगा लगाएको मान्छे नै हो त्यो, उठाइलग्नु भयो। तर म सोध्छु बेलुका पवित्र आत्मालाई अथवा प्रभु यीशुको आत्मालाई सोध्छु भने, अनि त्यतिकै प्रार्थना गरेर अमिन गरिराखेर धन्यवाद दिएर अमिन गरेर गयौँ, काममा लाग्यौँ। कामबाट अनि बेलुका छुट्टी भयो, छुट्टी भएर घर पुगेर
बेलुका खानापिना खाएर अनि म प्रार्थनामा बस्यौँ। प्रार्थनामा बसेर मैले सोध्यौँ प्रभुलाई, प्रभु येशू, तपाईँ त मसित देखा पर्नुहुने, बोल्नुहुने प्रभुको आत्मा तपाईँ हुनुहुन्छ र आज बिहान 5 बजी देखाउनु भएका दर्शन चाहिँ के हो? सेतो कपडा लगाएको मान्छे नै हो, स्वर्गदूत आएर टिपेर लगेर देखाउनु भयो। मान्छेकै आत्मा हुनुपर्छ, शरीर त होइन, आत्मा हुनुपर्छ प्रभु। मलाई यो दर्शन भनिदिनुहोस्, तपाईँले नभनेसम्म म केलाउन सक्दिनँ। के हो मलाई अन्यलतामा नराख्नुहोस्। यदि तपाईँले मलाई यो कुराको दृष्टान्त मलाई दिनु भएन भने म तपाईँको दर्शनलाई विश्वास गर्दिनँ फेरि भनेर प्रार्थना गर्दै थिएँ। त्यसो भन्दाखेरि तिमीले 3 दिन पछाडि थाहा गर्नेछौ, थाहा पाउनेछौ भनेर भन्नुभयो। त्यति मात्रै, फेरि धेरै त बोल्नुहुन्न। अनि मैले भने हुन्छ प्रभु, 3 दिन पछि भयो भने म थाहा पाउनु पाएँ भने हुन्छ भनेको थिएँ। अनि 3 दिन पछि टक्कै मेरोमा एउटा भिडियो आयो। अनि साउथ अफ्रिकाको इन्डोनेसिया भन्छ उनीहरूको स्टेटको नाम होला, इन्डोनेसियाको टिबी जोसुवा पास्टर, सिनियर प्रोफेट भनेर भन्थ्यो उहाँलाई, अगमवक्ता चाहिँ भन्दैन, उहाँलाई सिनियर टिबी जोसुवा मात्रै भन्थ्यो, पास्टर पनि भन्थ्यो। अनि उहाँले चाहिँ पावरफुल चङ्गाइको सेवा गर्थ्यो। उहाँले एकै ठाउँ बसेर बोल्दैखेरि नै राम्रै मान्छे पनि कराउने, चिच्याउने, लछार पछार भएर तल ग्राउन्डमा आएर उल्टी गर्ने सामानको हुन्थ्यो। मैले हेरेको उहाँको, मैले सब्सक्राइब गरिराखेको थिएँ। उहाँले जब उसको भिडियोबाट क्यामेराबाट अपडेट गरेर लगाइ पठाउँछ युट्युबमा, मेरोमा आइहाल्थ्यो। अनि एउटा भिडियो आयो, अनि त्यो हेरेँ। हेर्दा टिबी जोसुवा पास्टरको दाजुले गवाई दिइरहेछ। सरी, बिचमा काटियो र अनि फेरि म गर्दैछु। र अनि मेरो भाइ टिबी जोसुवा 5 तारिकको दिन बेलुका प्रार्थनामा बस्यो। प्रार्थनामा बसेर चाहिँ उहाँ सिरियसली भएर उहाँ चेयरमा बसेको रहेछ, चेयरबाट ढल्किरहेको रहेछ। अनि चेलाहरू गएर उहाँलाई राम्रोसँगले भुइँमा सुतायो। अनि 1 घन्टा पछि उहाँ निस्केर फेरि नुहाउनु जानुभयो। नुहाएर आएर फेरि प्रार्थनामा बस्यो। अनि प्रार्थनामा बसेपछि उहाँ त्यतिकै शैलीमा अन्त्य भयो। अनि हामी बेलुका प्रार्थनामा बसेको थियौँ, प्रार्थना गर्दै थियौँ। मलाई यो दर्शन देखाउनु भयो कि एक दिन आइतबारको सेवा रुखपात भएका बगैँचाको बिचमा आइतबारको सङ्गति गरिरहेको थियो हो। मैले त्यो पनि हेरेको थिएँ। र उसले देख्दाखेरि ऊ प्रार्थनामा थियो अरे घरमा, तर उसलाई आत्मामा चाहिँ उहाँ त्यो बगैँचामा पुर्याउनु भयो अरे। उहाँले आत्मामा त भनेको छैन, शरीरले देखे जस्तो कुराहरू गवाइदिएको छ। तर अलिकति हामीले अन्यलतामा नपार्नको लागि बुझाएर भन्नुपर्छ भन्नेले। नभएदेखि त अरे उसले देख्दा हामी किन देख्दैनौँ, उसले मात्रै देख्छ भनेदेखि त यो त झुटो भन्ने कुरो छ, आत्माको कुरा नजान्नेले। तर आत्माको कुरा तपाईँले सपना कसरी देख्नुहुन्छ याद गर्नुहोस्। जब बेलुका खानापिना खाएर तपाईँ सुत्नुहुन्छ नि ओछ्यानमा, तर शरीर त ओछ्यामा सुत्नुहुन्छ, आत्मा त सुत्दैन। जब शरीर सुत्छ तब आत्माको काम गर्ने समय आउँछ। आत्मा खुट्टै निस्केर जान्छ, दिउँसो को कोलाई भेटेको थियो, कहाँ काम गरेको थियो, त्यहाँ गएर घुम्छ फिर्छ, कुन गाउँ गएर आएको थियो कि अलि अगाडि कुन देशमा गएर आएको थियो त्यहाँसम्म पनि पुग्छ। त्यो मान्छेले भेटसाट गरेर बातचित मार्छ, खानपिन गरेर फर्केर आउँछ। आएर शरीरमा पसेपछि तपाईँ बिम्झिनुहुन्छ। अनि बिहानमा चाहिँ मैले यो ठाउँ पुगेँ, त्यो ठाउँ पुगेँ, फल्नासँग भेटेर बातचित मारेँ, यो कुरा खाएँ भनेर भन्छ। शरीर ओछ्यामै छ त कसरी उहाँ पुग्यो? प्लेनको टिकटै नकाटिकन अर्को देश पुगेर आयो कसरी? तर आत्मामा उड्नु पैसा लाग्दैन, यो कुरो बुझ्नुपर्छ हामीले। न त गाडीमा चढ्नुपर्छ, त्यतिकै उडेर जाँदैछ, यो प्रकारले बुझ्नुपर्छ हामीले। अनि उहाँले प्रार्थना गरिरहँदाखेरि पवित्र आत्माले उसको आत्मालाई टिपेर लगेर बगैँचामा पुर्याएर, त बगैँचामा पुर्याएर हेर्दाखेरि त टिबी जोसुवा पास्टर चाहिँ त्यहाँ पो उभिरहेको थियो ल। उहाँको मृत शरीर घरमा छ अनि उहाँ पुगिरहेको थियो, कसरी होला बुझ्नुहोस्।
अनि उहाँ पुगेर उभिरहेको थियो अरे। अनि माथिबाट गाब्रिएल स्वर्गदूत आयो अरे। आएर चाहिँ यहाँ टिभी जस्तो थियो भने यहाँ स्वर्गदूत उभियो रहेछ अरे। अनि उहाँलाई झ्याडप्प पारेर बिजुली चम्किन्छ गरी झ्याडप्प पारेर टिपेर लिएर गएर माथि स्वर्गतिर भनेर उहाँले गवाई दिएको छ। अनि यस प्रकारले यूहन्ना सुसमाचार यूहन्ना 5:24 गएर हेर्नुहोस्। जसले मेरो वचन मानेको छ उसले मलाई पठाउनु हुने माथि विश्वास गर्छ र उसित अनन्त जीवन छ र ऊ न्यायमा आउँदैन र मृत्युदेखि जीवनमा प्रवेश गर्ने छ भनेको छ। अनन्त जीवनको फैसला पाउने चाहिँ व्यक्ति आत्मामा न्यायमा पुग्नु पर्दैन र शरीरको मृत्यु हुँदैछ र आत्मामा अनन्त जीवन प्रवेश गर्दैछ परमेश्वरको राज्यमा। तपाईले मर्कुस 4:11 गएर पढ्नुहोस्। परमेश्वरको राज्यको रहस्य मैले तिमीहरूले दिएको छु भनेको छ। फेरि अर्को भागमा हेऱ्यो भने मत्ती 13 हुनसक्छ न कतिमा त्यहाँ चाहिँ स्वर्गीय राज्यको भेद जान्ने ज्ञान मैले तिमीहरूले दिएको छु भनेको छ। जब पवित्र आत्मा हामीसँग रहनुहुन्छ नि, पवित्र आत्मा चाहिँ परमेश्वरको राज्यको हो र उहाँले हामीलाई सबै उहाँको अनुग्रहको कामहरू बुझ्न सक्ने सामर्थ्य शक्तिहरू हामीलाई दिनुहुन्छ, सँगै गर्ने वरदानहरू दिनुहुन्छ। पुरा यसरी जान्छ। अब हामी के गरौँ त? टिभी जसोलाई कसरी उठायो अरे उहाँको प्राण आत्मालाई हामी उहाँको गवाई सुनौँ। उहाँको इङ्ग्लिसबाट छ अनि इङ्ग्लिसबाट बताएको गवाई मैले अघि नै तपाईँलाई बताइसकेँ र फेरि पछाडि म बताउने छु तपाईँलाई। अब सुनौँ हामी उहाँको गवाई। Your prophet T.B. Joshua was already ministering to us. Then immediately his countenance changed immediately. His atmosphere changed immediately. As he changed, he dropped the microphone. I saw him. He began to move. He moved around. He moved here first, and he moved to that way, and he turned around and at the garden where the angels is. They ran to this part. Then I watched everything as it unfolded. After that, then we received the anointing water, and we received message that Papa said he has blessed us. So we received the anointing water. After we received the anointing water, we were very happy. He sent his angel and he took him home like Elijah. I want to assure you that God is real, and our father, Prophet T.B. Joshua, is indeed a man of God. I saw the angel that came to take him home, and it is the Lord doing. I can as well tell you that if every man of God can be called home this way, it will be marvelous. Because it is not easy. It is only Elijah have been called home this way. I saw the angels there from this space. They descend very fast, like electric. The most important part of it, I couldn't see them walking on the floor, but immediately I saw them on this map, on this garden. The angels landed here. The angel landed here. The first angel. The second angel came from the same point again, from this point, and it landed here again. That was the second angel. Then the third angel, they didn't come, they were coming. सुन्नुभयो तपाईँले? हामीले झुटो गवाई दिनु हुँदैन। प्रभुले भन्नुभएको छ, प्रभु वचनमा झुटो गवाई नदिनु भनेको छ। मत्ती 19:18 अनि दियो भने के हुन्छ त? यूहन्ना 8:44 भनेछ, तिमीहरूको ढाँट्ने सङ्कल्प छ ताकि तिमीहरूको आफ्ना दियावलस पिताको इच्छा पुरा गर्छौ भनेको छ।
अब यो वचन पनि टेरेनौँ ढाँट्यौँ भने के हुन्छ त? प्रेरित 5 5बाट 11सम्म गएर हेर्दाखेरि हननिया र उसको श्रीमती दुवैले ढाँटे, दुवैले मरे। पत्रुसको जीवनबाट त्यो काम भएको छ। तपाईँले त्यहाँ पढ्नुहोस्। सबै जमिन बेचेर पैसा म चर्चमा दिन्छु भनेको थियो। जमिन बेचेर पैसा लिएर आयो र लोभ लागिहाल्यो। सबैलाई लोभ लाग्ने हो। सोच्दा पनि आफ्नो खेती गरेर खाने भागै बेचेपछि त केले गरी खाने र पैसा आदि राखौँ भन्ने भएर पैसा राख्यो सल्लाह गरेर। अनि पैसा लिएर आदि पैसा लिएर आयो। अनि पत्रुसले भने तिमीले पैसा सबै लिएर आएको भन्दा लिएर आएको। परमेश्वरले किन ढाँटेको भन्दा ती ढले ती मऱ्यो भनेछ। बुढा चाहिँ गाड्नु पाउँदा नपाउँदा बुढी चाहिँ आइपुग्यो। बुढी चाहिँ आइपुग्दाखेरि तिमीले पैसा सबै ल्याएको हो भन्दाखेरि हो भने बुढी चाहिँ पनि ढल्यो मरेको। परमेश्वरको सामु किन ढाँट्छौ भन्दा भने पवित्र आत्माले अघि नै भनिसक्नु भएको थियो पत्रुसलाई, यिनीहरूले पैसा आदि मात्रै लिएर आउँदैछ भनेर। पवित्र आत्माले अब अलिक भरे के हुनुपर्ने छ अगाडि बताइदिइहाल्नुहोस् है। त्यसले गर्दा विश्वासी मण्डलीमा झुट र फुट चल्दैन। सबै कुरा सत्यता पवित्रद्वारा मात्रै चल्छ काम। यसो हुन्छ। अनि फेरि त्यो पनि टेरेन भने के हुन्छ? शरीर त मऱ्यो आत्मा त नरक जान्छ। फेरि अब नरकको जलन साह्रो छ भनेर हामी सबै कुरा सत्यता पक्रेर राखेर गइदिनुपर्छ है त। अनि मत्ती 5:37 भनेको छ हो भने हो, होइन भने होइन। त्योभन्दा बढी चाहिँ दुष्टबाट आउँछ भनेको छ। दुष्टबाट आउन दिनु हुँदैन हामीले र भएको जति गवाई दिनुपर्छ। र उहाँले दिनुभएको गवाई पनि सत्य हो। र उहाँको गवाई सुन्नेको बित्तिकै मैले अरू पनि सर्च गरेर हेर्दाखेरि इन्डियामा कञ्चन मिनिस्ट्री चलाउनु हुने एकजना आमा अगुवा पास्टर छ। पावरफुल चङ्गाईको सेवा गर्छ उहाँले पनि। र उहाँले पनि दर्शन देख्नुभएको छ। दर्शनमा देखेर टिभी जसुवालाई उठाइ लगेको दर्शन देखेर भनेर गवाई दिएको थियो। तर यहाँ चाहिँ मैले अब त्यो डिलिट भयो। मैले पहिलाको भिडियोमा लगाएको थिएँ र अहिले पनि फेरि लाउँदैछु। 2025मा पनि लाउँदैछु। 2025को सेप्टेम्बर महिना 28 तारिकको दिन आज म लाउँदैछु। र अर्को एकजना नरुल पास्टर भन्ने पावरफुल चङ्गाई सेवा गर्छ उसले पनि देखेको रहेछ। उसले पनि गवाई दिएको छ। तपाईँ यही प्रकारले जम्मा उसको श्रीमतीले पनि दिएको गवाई छ। टिभी जसोको श्रीमतीले। र टिभी जसोलाई स्वर्गदूतले उठाइ लगेको गवाई दिने स्पष्ट रूपले दिने चाहिँ टिभी जसोको दाजु र म भएँ। त मैले मैले प्रभु येशूलाई आत्मा दर्शनबाट देख्न थालेको 2013को जुन महिनाको 13को जुलाई महिनादेखि मैले देख्न थालेको। सुरुमा मेरो दर्शनको शीर्षकै छ सपना दर्शन। 12 साढेसम्म मलाई निन्द्रा लागेन राति। बेलुका म डिभोसन गरेर सुतेको। 12:30 निन्द्रा नलाग्दाखेरि म उठेर फेरि घुँडा टेकेर प्रार्थना गरेँ। म ओछ्यानमै म परदेशमा थिएँ। इन्डियाको सिक्किम स्टेटको मङ्गन डिस्ट्रिक्टमा हाइड्रो प्रोजेक्ट कम्पनीमा यस्तै बिजुली बनाउने हाइड्रोको प्रोजेक्टको पावर हाउसभित्र म पाइप फिटर गर्दै थिएँ 2013मा। अनि त्यतिखेर म कामकै बिजी थिएँ र पनि म प्रभुलाई महिमित पार्छु भन्ने मेरो योजना थियो। अनि 12:30सम्म डिभिजन गरेर सुतेको। 12:30सम्म निन्द्रा लागेन। अनि उठेर मैले घुँडा टेकेर प्रार्थना गरेँ। पवित्र आत्मा मलाई निन्द्रा दिनुहोस्। म बिहान छिटो उठेर काममा जानुपर्छ। रातभर निन्द्रा लागेन भने मलाई बिहान काममा जान साह्रो पर्छ। 11 घन्टा काम खटेर गरिनुपर्छ। जम्मा 12 घन्टा हुन्छ। 8 to 8 12 घन्टा हुन्छ। निन्द्रा दिनुहोस् मलाई भनेर मैले निन्द्रा मागेर सुतेको थिएँ। मत्ती 18को 20-21को वचनलाई 19 र 20को वचनलाई अध्ययन गरेर प्रार्थना गरेर सुतेको थिएँ। तब 1:30 बजेको रहेछ। मैले सपना देखेँ। सपना कुन प्रकारको देखेँ भने म त पलङमा उठेर बसिरहेको छु।
शरीर त सुतेको थियो तर आत्मा चाहिँ जागो भएको रहेछ। अनि पलङमा उठेर बसिरहेको थिएँ, खुट्टा तल झारेर उताबाट प्रभु आउँदै गरेको देखेँ म। प्रभु येशू आउँदैछ, केसहरू सेम छ, लुगाहरू सेम छ। इजरायलमा कलाकारले भयो भने लुगा कस्तो लाग्छ, येशू प्रभुकै ढाँचामा लगाएको थियो उसले, र त्यही प्रकारको कपडा मैले देखेँ र येशू नै देखेँ, अग्लो पनि त्यस्तै देखेँ। येशू आउँदैछ अनि येशू जस्तै छ भनेर जो सोच्दै म छेउमा आइपुग्यो। अनि बाइबल खोल भने मलाई बाइबल खोलेँ। फिलिपी 3 अध्याय पढ भन्दाखेरि फर्केर जानुभयो। उहाँले जब आउनुहुन्छ नि एउटा न एउटा काम गरिराखेर जानुहुन्छ। अब प्रभु येशू स्वर्गमा प्रवेश गर्नु भएपछि यता चाहिँ उहाँलाई देख्नु चाहिँ आत्माद्वारा देखिनु रहेछ, शरीरबाट होइन। शरीरबाट देख्नु त सबै भाषामा अहिले येशू निस्किसकेको छ। उसले चमत्कारको कामहरू देखाइरहेछ, मानिसहरूलाई अचम्म पारिरहेछ, तर विश्वास गर्ने खालको काम छैन। अनि जब हामी येशूलाई हेर्न चाहन्छौँ भने पहिला आफूलाई पवित्र पार्नुहोस्। परमेश्वरले जे नखाऊ भनेको छ नि, 2 ठाउँ भन्नुभएको छ। उत्पत्तिमा 1 ठाउँ, आदम र हवालाई बगैँचामा भएको बीजको फल चाहिँ नखानु भनेको छ, खायो भने मर्छौ भनेको थियो। तर दुष्टले खुवायो, उनीहरू मरे नि त, शरीरमा मरे नि त, श्राप दियो भनेको छ, तर आत्मामा मरे नि त। शरीरमा त 7 वर्ष कि 7 साल कि 9 साल कति बाँच्यो भने 9 सालै मात्रै होइन, 100 सालले 1 हुन्छ, 100 सालले 2 हुन्छ, त्यसरी भएर जान्छ। हो कि 1000 2000 त्यसो भएर जाँदछ। 900 सालले 1000 सालले 1000 हुन्छ, 900 सालले 90 भयो, र फेरि उता 100 थप्दा 1000 भयो नि, त 1000 साल हुन्छ। त्यसको त 900 साल भने जस्तो लाग्यो मलाई। 900 साल मात्रै बाँच्यो, 100 थप्दा 1000 पुग्छ। त्यो प्रकारले हिसाब गर्नु पऱ्यो। अहिले 2025 हो नि त अहिले। अनि उहाँ शरीरमा मरेन त त्यतिखेर तुरन्त, तर आत्मामा मरे नि। त्यो प्रकारले हामी जान्नुपर्छ। अनि लेवी 11 मा पनि उहाँले खानु हुने र नहुने चिज चिनेर खाऊ भनेको छ। अनि हो लेवी 11 को यो चाहिँ परमेश्वरको व्यवस्था है। जब परमेश्वरले यो हुँदैन, त्यो हुँदैन, यो नगर ऊ नगर भने भन्छ नि, अगमवक्तालाई सिकाएको छ नि, परमेश्वरले बोल्नुभयो, यो नगर भन्नुभयो, त्यो नगर भन्नुभयो भनेको छ नि, त्यो चाहिँ परमेश्वरको व्यवस्था हो, परमेश्वरको नियम कानुन हो। सरकारले जसरी कानुन बनाइराखेको छ, कानुन भरमै पब्लिक चल्नुपर्छ, त्यही प्रकारले उहाँले व्यवस्था बनाउनु भएको छ र उहाँको व्यवस्था भरले पुरा गर्नुपर्छ। मोसालाई व्यवस्था एउटा दिएको थियो, दोस्रो सामुएलमा पढेर हेर्नुहोस् तपाईँले। व्यवस्था मोसालाई एउटा व्यवस्था दिएको थियो भने चाहिँ उहाँको व्यवस्थामा भयो सबै होम बलि मेलबलि चढाउनेमा गयो, तर परमेश्वर त्यो चाहनुहुन्न रहेछ। मलाई धन्यवादको बलि दिए भनेको छ। अहिले कृष्णले गरेको सेवाकै एकदम फुल हिसाबमा राम्रो छ। भजनसँग 50 को 14 मा भनेको छ, मलाई धन्यवादको बलि दिए भनेको छ। दाउद राजा आफै राजा थिए, आफै अगमवक्ता थिए, परमेश्वरको दर्शन देख्दा थियो, त उहाँले बताउनु भएको छ। र सपना दर्शन कहाँ छ भन्दाखेरि भजन सङ्ग्रह 91 को 16 मा भनेको छ, तिमीलाई म सपना दर्शन दिएर लामो आयु दिनेछ भनेको छ। सपना दर्शनले कसरी आयु लामो हुन्छ तपाईँलाई थाहा छ? जब हामीले काम बिगार्छौँ, जब झुट्टा बोल्छौँ, नराम्रो कामहरू गरिपठाउँछौँ नि, हामीलाई सपनाद्वारा चेतावनी दिइरहेको हुन्छ पवित्र आत्माले। यो गरेको कारणले यो भयो, त्यो गरेको कारणले त्यो गर्यो, त्यो भयो, यसो गर्नु हुँदैन भनेर हामीलाई पवित्र आत्माले सपनाबाटै देखाएर बताइरहेको हुन्छ। उत्पत्ति 37 अध्यायको 5 देखि लिएर तपाईँले 9 सम्म गएर हेर्नुहोस्। याकुबको छोरा योसेफले सपना देखेको थियो। कुन प्रकार थियो सपना थियो? पहिला सपना थियो दाजुभाइ धानको बिटा खेतमा गएर धानको बिटा भेला पारे रे, बिटा बाँधे रे। अनि बाँधेपछि चाहिँ सपनामा
अनि उसको धानको बिटा चाहिँ खडा भयो अरे अनि दाजुभाइको धानको बिटा चाहिँ गऱ्यो उसलाई दण्डवत गरेर यसरी दण्डवत गरे भनेको ढोक्यो दाजुभाइको बिट्टाले धानको बिटाले मान्छेले होइन फेरि अब परमेश्वर सत्यका आत्मा हुनुहुन्छ अनि सत्यका आत्माले आत्माभित्र रहेर के गरेर देखाउनुहुन्छ अनि त्यो प्रकारले गर्नुपर्छ र त्यो सपना बताइदियो दाजुभाइलाई अर्थात् खोलाइ छैन त्यहाँ खाल्टामा हालिदिइहाल्यो हामीले सिकाउँछस् भनेर अब परमेश्वरले चाहिँ इजरायलीहरूको लागि एक अगमवक्ता खडा गर्दै थियो सबै मानिससँग परमेश्वर बोल्नु सक्नुहुन्न देख्नु पनि सक्नुहुन्न किन पवित्र खोज्नुहुन्छ उहाँले र एकजना अगमवक्तासँग रहेर बोल्नुहुन्छ अनि उसले लगेर सुनाइदिनुपर्छ त्यसो दोस्रो सपना बताइदियो घाम र जुन तारा आएर उसलाई दण्डवत गर्दै गएर सपना देख्यो अरे तुरुन्तै मिश्रमा लगेर पोथीमरको घरमा लगेर बेचिदिइहाल्यो अब परमेश्वरले 7 वर्षको अनिकाल ल्याउँदै थियो म चाहिँ के भन्छु भने वचनको अर्थ बुझेको कारणले गर्दाखेरि प्रधानमन्त्रीको पासमा गएर उसले 7 वर्षको अनिकाल केलाइदियो अब 7 वर्षको अनिकाल आउँदैछ प्रभु के अरे राजा तिमीले अन्न पानी भेला पार भन्दाखेरि थपक्कै मानेर भेला पारिहाले राजाले पार्दाखेरि पारिसक्यो 7 वर्षको अनिकाल भेला सुरु भयो त त्यतिखेर त मिश्र देशको राजाकोमा काफी अन्न पानी छ देशको मान्छेहरू अन्न पानी किन्न त्यहाँ गएर जान्थ्यो अरे उसको दाजुभाइ इजरायलबाट उसको दाजुभाइ पनि अन्न पानी किन्न त्यहाँ पुगेको थियो अरे चिनेर दाजु लिएर आइज भाइ कान्छा लिएर आइज भन्दाखेरि भाइ कान्छा छैन हराएको छ पहिले बेचेको छ उनीहरूले कहाँ छ थाहा छैन अनि उसले बाउलाई लिएर गयो बाउलाई लिएर बाउ र छोरा अब अङ्गारमान गरेर थाल्दाखेरि रुँदा थाल्दा सबैले जानेर त्यहाँ पछुतो गरेको छ दाजुहरूले हाम्रै भाइ कान्छा रहेछ भनेर तब भनेदेखि 7 वर्षको अनिकाल आउँदैछ अब प्रभु नचिन्नेहरूको लागि अनिकालले साह्रो पार्नेछ इजरायलको बिचमा अन्नपानी प्रशस्तै हुनेछ अनि इजरायलको परमेश्वरलाई विश्वास गर्नेछ भनेर चाहिँ त्यो योजना बनाउनु भएको थियो परमेश्वरले तर जहाँ परमेश्वरले चुन्नु भएको अगमवक्तालाई जहाँ पुर्याइदियो नि त्यहीँ आशिष भयो मान्छेले भन्छ जब पैसा रुपियाँ टन्न हुन्छ जब आशिष भयो भन्छ नि स्वर्गै भयो भन्छ नि त्यही हो तपाईँ अहिलेको जमानामा पनि अहिले 2025को बेलामा पनि प्रभुको दर्शनको गवाई सुन्नुहोस् कि यसरी देखाउनु भएछ मण्डलीलाई देखाउनुहुन्छ स्वर्ग देखाउनुहुन्छ नर्क देखाउनुहुन्छ यसरी मलाई देखाउनु भएको छ अब तपाईँको बिचमा भन्नु हो भने अब त्यतिकै भन्दा त अब तपाईँले पत्याउनुहुन्न प्रभुले मलाई अगमवक्तामा नियुक्त गर्नुभएको छ गवाई सुन्नुहोस् भन्नुपर्छ अघि बिस्किहाल्छ अगोजनहरू के भएको छक्क पर्छु म त अर्थमा के छ संसारका आत्मा बोकिरहेछ अनि स्वर्गका आत्माको गवाई सुन्दाखेरि कहाँ सुन्नु मान्छ हौ अन्त सक्दैन अन्धकारले सहनै सक्दैन जब प्रभु येशूले हामी बेलुका उपवास बसेर प्रार्थना गर्नुपर्छ नि उहाँको महिमाको ज्योति पठाउनुहुन्छ नि तब अन्धकार फाँडिएर जान्छ अन्धकार चाहिँ फाटेर जान्छ देख्छौँ हामी आत्माद्वारा छङ्लङ देख्छौँ सत्यद्वारा जिउने पेन्टिकोस्टलको मण्डलीको बिचमा अन्धकारले छोप्दैछ भने त्यहाँ ज्योति पुर्याउनुहुन्छ त्यहाँ आगो पुर्याउनुहुन्छ माथिबाट आगोको मुस्लो उतार्नुहुन्छ पठाइदिनुहुन्छ त्यहाँ जब त्यहाँ आगो पुगेपछि अन्धकारको शक्तिहरू पुरा फाँडिएर गएको अनि उज्यालो छङ्गै भएको देखाउनुहुन्छ अनि विश्वासी चाहिँ यस्तै उज्यालोमै देखेको चाहनुहुन्छ उहाँले मान्छेले चाहिँ अँधेरो बसेर चाहँदैन भनेदेखि अनि प्रभुले चाहिँ चाहनु हो र त्यो र भनी यही सत्यको पनि तपाईँहरूलाई सुनाउँदछु मलाई विश्वास गर्ने अन्धकारमा नरहोस् र म संसारमा ज्योति भएर आएको छु र जब अन्धकारमा जिउँछ तब आफू कहाँ गइरहेछ सो उसले थाहा पाउँदैन भन्छ आफू जाने पर्ने बाटो थाहै हुँदैन त भने यही सत्यको पनि तपाईँहरूलाई दिँदछु म जान्नु बुझ्नुहोस् तपाईँले यो गवाई वचनको गवाई यूहन्ना 12 35 36 46 को वचनमा छ अब हेरौँ
तपाईले गबै सुन्नु भएन भने सुन्न सक्नु भएन भने यूहन्ना 16:12 को वचनमा हेर्नुहोस्। तिमीहरूलाई बताउने मैले अझ धेरै छ तर तिमीहरूले सहनु सक्दैनौ भनेछ। अहिलेको विश्वासी क्रिस्चियनजनहरूले सहनु पर्ने आवश्यकता थियो। आफ्नो शरीर परिवर्तन गर्नु थियो। पवित्र आत्माले कसरी परिवर्तन गर्न चाहँदै हुनुहुन्छ भनेर, कसरी माया गर्नुहुन्छ भनेर जान्नुपर्थ्यो, तर जान्न चाहँदैनुहुन्न। के गर्नु, दुःख छ। प्रिय, तपाईँलाई म होस्याएर म भन्दिनँ, म तपाईँलाई उचाल्न चाहन्छु। प्रभुले भन्छ, जब जसले आफूलाई उच्च पार्छ त्यसलाई होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ त्यसलाई उच्च पारिनेछ भनेछ। प्रभु र परमेश्वरको वचनमा चाहिँ हामी होचिनुपर्छ। हामी सानो छौँ, बालक छौँ। हामी वचनले के भन्दैछ सो मान्नु खाँचो छ भनेर हामी याद गर्नुपर्छ। अनि सानो भइकन चाहिँ कसो गर्नुपर्छ भन्दा मत्ती 18:3 भन्छ, सानो बालक चाहिँ परिवर्तन भएनौ भने कहिल्यै तिमीले स्वर्ग राज्य देख्न अथवा प्रवेश गर्ने छैन भनेछ। परिवर्तन भएन भने, मन परिवर्तन भएन भने शैली पनि परिवर्तन हुँदैन। मन परिवर्तन भयो भने वो शैली परिवर्तन हुन्छ। उहाँको वचनले फेदै पक्रेर भन्नुहुन्छ। र यस प्रकारले हामीले बुझ्न खाँचो छ। प्रियजनहरू, नरिसाइकन सुन्नु होला। यूहन्ना 3:11 के भनेछ त, पृथ्वीकै कुरा भन्दा तिमीहरू विश्वास गर्दैनौ भने स्वर्गको कुरा कसरी विश्वास गर्छौ तिमीहरू भनेको छ चेलाहरूलाई, सबैलाई। त अहिलेको विश्वासीहरूलाई स्वर्गको कुरा गर्दा स्वर्गको कुरा गर्नु हुँदैन, स्वर्ग त कता हो थाहा छैन भनेर भन्छौ। मण्डलीको गोपाहरू के भएको, छक्क पऱ्यो म त। पास्टर बाबुर भएर वचन दिइरहेको फेरि त भने नि, गुन्द्रुक चाहिँ यस्तो हुन्छ, यस्तो कस्तो हुन्छ, यस्तो गुन्द्रुक साग टिपेर सुकाएर खाँदेर लगाएर गुन्द्रुक चाहिँ यस्तो हुन्छ, गाजङ गुजुङ हुन्छ। सेवागाई भनेको यस्तो गाजङ गुजुङ हुनु हुँदैन प्रिय हो। नरकमा धेरै गइरहेछ विश्वासीको आत्माहरू। विश्वासी अन्य जाति भन्ने विश्वासी धेरै गइरहेछ। नेपाल धरनको रोजिना लिम्बूले भन्दछ, स्वर्गमा भन्दा नर्कमा धेरै छ, नर्कमा अन्य जाति भन्दा जाति विश्वासीहरू बढी छ भनेर भन्दछ। त भने के भयो? स्वर्ग जान चाहनुहुन्छ भने सत्य गवाई सुन्नुहोस्, बुझ्नुहोस्, पालन गर्नुहोस्। गवाईको वचनको साथसाथ मैले गवाई दिएको छु। अब म आफैले सिकेर जानेको होइन। मैले 36 वर्षको उमेरमा मैले प्रभु पाएको हो, बुढो भइसकेर। अहिले 17 वर्ष मात्रै हुँदैछ मैले प्रभु पाएको। तब पनि म आत्मदर्शनको कुराहरू म सुनाउँदछु। 5 वर्ष मात्रै लाग्यो मलाई प्रभुको प्रकाश र दर्शन र प्रभु येशूलाई आत्मद्वारा देखिनको लागि 5 वर्ष मात्रै लाग्यो मलाई विश्वासी भएर। तब नि अघिकोहरू चाहिँ पछि पर्नेछ, पछिल्लोहरू अघि पर्नेछ। प्रभुले भन्नुभएको यही नै हो। प्रियजनहरू, मत्ती 7:13 भन्छ, साँघुरो ढोकाबाट छिर र जो फराकिलो ढोकाबाट छिर्छ त्यो विनाशमा पुर्याउँछ भनेछ। सबै सजिलो खोज्यो भने विनाशमा पुर्याउँछ साँघुरोबाट। मैले युट्युब, फेसबुक, मोबाइलमा बोकिनँ, तर अहिले चाहिँ मैले 3 महिना भयो मैले फेसबुक खोलेको, किनकि मलाई एउटा जरुरी पर्यो। प्रभुको गवाई मैले संसारभरि पुर्याउनु थियो, छुट्टै पुर्याउनु थियो। त्यसले गर्दा फेसबुकमा र युट्युबमा बोलेर मैले छोडिदिनु पर्यो। युट्युबमा चाहिँ अर्को मोबाइल राखेको छ, त्यो मोबाइलबाट गवाई बोल्दै लगाउँछु म। त्यसो प्रियजनहरू, लामो भयो भने तपाईँले लामो भयो, तपाईँले टिभीमा लेखेर हेर्न सक्नुहुन्छ। मोबाइल तातिन्छ र टिभीमा लेखेर हेर्नुहोस्। र मैले अघि एउटा चाहिँ बताएँ, तपाईँलाई अर्को बताउनु मैले बिर्सेछु। लेवी 11 पहिला चाहिँ उत्पत्ति 7:8 गएर हेर्नुहोस्। 7 र 8 हेर्नुहोस्। नोआको जहाजमा जोडी गरेर शुद्ध र अशुद्ध प्राणीहरू लगाइयो भनेको छ। परमेश्वरले सृष्टिमा शुद्ध र अशुद्ध बनाएको थियो।
अनि लेवी 11 मा भनेको छ इजरायलले गएर यो नखानु भनिदियो भनेर 1 र 2 3 7 44 मा भन्नुभएको छ। म परमप्रभु परमेश्वर पवित्र छु र तिमीहरू पवित्र हौ भनेको छ त्यहाँनिर। त्यसपछि उता मत्ती 7 को पहिला मर्कुस 11 को 22 मा भनेको छ परमेश्वरमा विश्वास राख भनेको छ प्रभु यीशुले। परमेश्वरमा विश्वास राख्नुपर्छ। अब विश्वास राखेको परमेश्वरले के भन्दछ यशाया 66 को 2 मा जो मेरो वचनमा काम छ त्यसलाई म आदर गर्नेछु भन्नुभएको छ। अनि पछि यशाया 13 को 3 मा भनेको छ मेरो पवित्र जनलाई मैले आज्ञा गरेको छु भन्नुभएको छ। लुका 1 को 70 मा गएर हेऱ्यो भने उहाँ परमेश्वरले आफ्नो पवित्र अगमवक्ताको मुखद्वारा बोलिनु भएको थियो भनेर भनेको छ। अगमवक्ताहरू चाहिँ पवित्र 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 हुन्छ र परमेश्वर रहेर बोल्न सक्नुहुन्छ। सबै क्रिस्चियनहरूसँग परमेश्वर बोल्न सक्नुहुन्न र प्रभु यीशुले दिनुहुने ज्योतिको पवित्र आत्माले मात्रै बोल्नुहुन्छ। नयाँ करारमा चाहिँ प्रभु यीशुले ज्योति दिनुहुन्छ, आगो दिनुहुन्छ। परमेश्वर पिताजी गुप्तमा रहेर हेर्नुहुने पिता हुनुहुन्छ। मत्ती 6 को 16 17 18 लाई हेर्नुहोस्। उपवास बस्छ भनेको छ, मुख धो भनेको छ, शिरमा तेल लगाऊ भनेको छ, उपवास बस्छ र अनि गुप्तमा हुने पिताले इनमा दिनुहुने छ भनेको छ। र यो समयमा हिब्रू 1 को 2 हो। यो नयाँ करारमा चाहिँ पुत्रले नै काम गरिराख्नु भएको छ। यस प्रकारले हामी बुझ्नुपर्छ। यसैले त यूहन्ना 17 को यूहन्ना 15 को 7 मा हुन्छ तिमीहरू ममा रह्यो भने र मेरो वचन तिमीहरूमा रह्यो भने तिमीहरूलाई जे इच्छा लाग्छ माग म त्यो गरिदिनेछु भन्नुभएको छ। मैले सौदा खाने बजारमा भूत प्रेतले टेरिरहेको थिएन र बाहिर त भूत भाग्दै थियो, भित्र फ्रिज रहेछ, थुप्रो फ्रिज हुन्छ ताजा राख्नको लागि, खानेकुरा ताजा राख्नको लागि। अनि त्यो मलाई पवित्र आत्माले त्यो फ्रिजको बिचमा लिएर जाँदै थियो। लिएर जाँदा म त घरमा थिएँ, प्रार्थना गरिरहेको थिएँ, तर मलाई आत्मामा उहाँ पुर्याएर फ्रिजको बिचमा पुर्याउँदाखेरि चाहिँ त्यहाँबाट कालो भूत आत्मा निस्क्यो। कालो भूत आत्मा निस्केर मलाई एट्याक गर्नु आयो। त आउँदाखेरि चाहिँ मेरो हातमा चाहिँ सेतो ढुङ्गा आएर बस्यो। त सेतो ढुङ्गा आएर होइन त्यतिखेर चाहिँ सेतो ज्योति आएर टक्क बस्यो मेरो हातमा। त बस्दाखेरि चाहिँ हातमा मैले यसै गरेर समातिराखेको थियो। अनि त्यो सेतो ज्योति देखेपछि त्यो भूत आत्माहरू त्यो लडीबडी हुँदै परतिर पुगेर भ्याक्लाको मरिरहेको थियो। ल स्वर्गको ज्योति आएको देखेको बित्तिकै नि त्यो चाहिँ उठेर हिँड्नै सक्दैन। अनि मलाई अमेरिकामा आएर सुरुको दर्शन दिँदा 2015 मा दर्शन देखाउँदा जब म एउटा खोला बग्दै गरेको अलिक तर्नु नसक्ने जस्तो खोलामा पुगेछु, मेरो पछाडि कान्छी खाएको पनि थियो र म त्यहाँ जाँदै गर्दाखेरि माछाहरू बाटापुटु उफ्रेर भाग्दै थियो त्यो पानीबाट। अनि माछा किन उफ्रेर भाग्दैछ भने मैले एउटा समाएको त्यो हातमा समातेँ, मैले समातिराखेको थियो। त्यतिकै भरे त अब उछिटेर गयो कि के भयो, मैले मारिनँ, झोलामा पनि हालिनँ। अनि माछा पो रहेछ त यो त भन्दै मैले अनि त्यो हेर्नुको लागि मैले समाएँ होला हातमा यसो गरेको सबै हातमा आएर बसिदियो मलाई। अनि यसो हेरेर माछा रहेछ। अनि अरे माछा रहेछ त किन यसो भाग्दैछ भने अनि माछतिर गएर उता पानी छेउमा गएर हेर्दाखेरि त त्यही ठुलो कालो न कालो सर्प रहेछ हो। त्यसले मलाई ठोक्नुको लागि उठेको माथि यसो गरे सिधा ल मारे नि मलाई त अब ठुङ्गेर भनेको थियो। मेरो हातमा सेतो ढुङ्गा आएर बसिदियो। सेतो आएर ढुङ्गा आएर बसिदियो। मैले ट्याप्पै यसो समाति राखेको थिएँ। त्यो ढुङ्गा देख्ने बित्तिकै त्यो त त्यहीँ लड्याक्कै भएर मरिहाल्यो सर्प त। ल यसको वचन कहाँ छ त? प्रकाशित वाक्य 2 को 17 मा गएर हेर्नुहोस् तपाईँ। जसले चाहिँ प्रभुको वचन अनुसार पुग्छ कि कुमालेले माटोको भाँडा फुटाए जस्तै गरेर टुक्रा टुक्रा पाएर फाँडे जस्तै गर्छ र त्यो प्रकारले गर्नेसँग चाहिँ प्रभु यीशुको योजना हुन्छ र त्यसलाई म जसले जित्छ त्यसलाई म सेतो पत्थर दिनेछु भनेर। त सेतो पत्थर दिन्छु र जो पाउनेले बाहेक कसैले थाहा पाउँदैन भन्छ। अब विपन्नमा दिएको भए पो अरूले थाहा पाउने त, सपनामा दिनुहुन्छ आफूले मात्रै दिएको हुन्छ, कसले थाहा पाउने है। त्यो प्रकारले अब सपनामा दिनुभयो। अनि त्यो वचन पुरा भएको रहेछ मेरोमा।
अनि उहाँले भन्नुहुन्छ फेरि उता 44 न 24 न 25 मा भनेको छ त्यो 2 को तिमीले जे पाएको छौ सो पक्रिराख म नआउन्जेल भनेर भन्नुभएको छ। अनि प्रभुको सत्यताको वचन र शक्ति चाहिँ पक्रिराख्नुपर्छ हामीले प्रियजनहरू। अनि मैले अघि भन्दै थिएँ वचन काटेर गयो लेवी 11 को 7 र लेवी 11 को 1 2 3 7 44 45 को वचनसँग चाहिँ मत्ती 7 को 6 को वचनलाई पक्रिनुपर्छ। मत्ती 7 को 6 मा तिमीहरूको मतहरू त्यसको अगाडि नफाला भनेको छ। अनि मैले सोचेँ प्रभु पाएर मैले पाएको मत्ती त किन्नुको लागि त हामीले त लाख रुपियाँ पनि पाइँदैन, करोड रुपियाँ लाग्छ भन्छ मोती किन्नुको लागि, हिरो मोती किन्नुको लागि त। प्रभु पाएर हामीले अनन्त जीवनको आशिषको मोती पो पाएको छौँ त, अब यो कहाँ गुमाउनु भनेर पनि मलाई पालन गर्नुको लागि 3 साल लाग्यो। मण्डलीको मुख हेर्दा, प्रभुको वचनको मुख हेर्दा के गरौँ खाउँ नखाउँ भन्दै बसेँ। तर 3 वर्षमा चाहिँ मैले छिजले पक्का पालन गर्नुपर्छ भनेर मैले निर्णय गरेँ। 5 साल चाहिँ म खाँदिनँ भन्दाखेरि 2.5 महिनादेखि नै मलाई पवित्र आत्माले काम गर्न थालिहाल्नु भयो। पवित्र आत्माको बक्तिस्मा भयो। योहन्ना मत्ती 3 को 11-12 को वचन भयो, म पछि आउनुहुने शक्तिशाली हुन्छ, उहाँले पवित्र आत्मा र आगोले बक्तिस्मा दिनुहुनेछ भनेको छ। त्यो वचन पुरा भयो। तपाईँ यसरी पुरा हुँदै जान्छ प्रिय मित्र हो। अनि त्यहाँदेखि चङ्गाइ त कति गर्ने हो त्यहाँदेखि त म यो जीवनभरि नै म खाँदिनँ त्यो मासु चाहिँ भनेर मैले छोडेँ। 2वटा छ, भैँसी सुँगुर। विश्वासीहरूको अनन्त जीवन घुमाइदिने चाहिँ भैँसी र सुँगुर हो। उघ्राउँछ, खोर फारेको छ तरै पनि नखाऊ भनेर लेखिदिएको छ इजरायलीहरूलाई। जब हामी प्रभु यीशुको रगतले हामी पाप धोएका छौँ नि, तब हामी इजरायलीहरू ठहरिएका छौँ। फेरि उता हेऱ्यो भने फेरि हो नि त, हाम्रो झाँक्री बाबुहरूले सबैले परमेश्वर नभनिकन रुखको फेदतिर सुरु नै गर्दैन। बाख्रा कुखुराले जान्छ रुखको फेदमा, सुरुमै परमेश्वर भनेर पानी लाउँछ, चामल लाउँछ, पानी लाउँछ, अनि मात्रै खान्छ। तब इजरायलले त्यही काम गरेर परमेश्वर नदेखेको कारणले गर्दाखेरि उनीहरूले त्यही काम गर्दै गर्थ्यो। राजाले बिटुलो पारेको सेवा गर्नु नदिँदाखेरि चाहिँ रुखको फेदतिर परमेश्वर खोजिनेछ। यिर्मिया 3 को 13 मा गएर पढ्नुहोस् त तपाईँले। त्यसो झ्याम्म परेको रुखमा पाइहरूको मेरो नाउँको उच्चारण गरेर त्यो मेरो अपराध गरेछ त्याग फर्क भनेको छ। त्यहाँ नेपालीहरू त्यही गरिरहेको छ। तपाईँले के नेपालीहरूको चाहिँ परमेश्वर होइन र? सबै मान्छे जातिको चाहिँ परमेश्वर हुनुहुन्छ। र अहिले हामी क्रिस्चियनहरू चाहिँ परमेश्वरमा फर्केको हो। हामी क्रिस्चियन धर्ममा लागेको होइन। क्रिस्चियन धर्ममा लागेको हो भनेर बाइबलमा लेखिएको छैन। के भनेको छ? फर्केको भनेर लेखेको छ। फर्क जकरिया 1 को 3 मा 3 देखि 5 सम्म गएर हेर्नुहोस्। फर्क हड्डिया विश्वासी हो, म तिमीतिर फर्किनेछु भनेको छ। जकरियासँग परमेश्वर बोल्नु भएको छ। यिर्मिया 3 को 14 मा त्यसै भनेको छ, ए अविश्वासी हो फर्क भनेको छ। फेरि येशू प्रभुले के भन्नुभयो? मत्ती 13 को 15 मा कान बहिरो भएको छ, आँखा अन्ध भएको छ, हृदय ढोकेर बन्द भएको छ। न चाहिँ सुन्ने थियो, देख्ने थियो, सुन्ने थियो र फर्किने थियो भनेको छ। र म तिमीलाई निको पार्ने थियो भनेको छ। परमेश्वरले त्यही निको पार्ने थियो भनेको छ। प्रस्थान 23 को 25 मा भनेको छ, मलाई आराधना गर र म तिमीको रोगहरू म हटाइदिन्छु भनेको छ। र यता येशू प्रभुले भनेको छ निको पार्ने थिएँ भनेको छ। रोगीहरू माथि हात रहनेछ र निको पार्ने छ भनेको त्यहाँ मर्को 16-17-18 मा। त भने उहाँको प्रेम माया चाहिँ खालि निकै पार्नुपर्छ मान्छे जातिलाई। त भने हामी क्रिस्चियनहरू चाहिँ आफ्नै सृष्टिकर्ता परमेश्वरमा फर्केको है प्रिय मित्र हो, यो कुरा जान्नुपर्छ है त। र भन्दै म यो भागलाई म यतिमै राख्न चाहन्छु। तपाईँले गफै सुन्नुभएपछि खानुहुन्छ हुँदैन तपाईँ आफै निर्णय गर्नुहोस्। तपाईँ खाएपछि यो अगमबानी सुन्नुहोस्। तपाईँले मण्डलीमा पवित्र आत्मालाई माग्नुहोस्। फसलको प्रभुले प्रार्थना गर्नुहोस्। लुका 10 को 2 मा प्रार्थना गर्नुहोस्। त्यो पढेर प्रभु शक्ति दिनुहुने प्रभु तपाईँ हुनुहुन्छ यो नयाँ अनुग्रहमा
पिता गुप्तमा रहनुहुने पिता हुनुहुन्छ। पितालाई परमेश्वरले पिता भनेर प्रार्थना गर्नुहोस्। इजरायलीहरू फर्काएर मिस्रदेखिबाट फर्काएर ल्याउँदै उहाँले यद्यपि म तिमीहरूको पिता थिएँ भनेर भनेको छ। यिर्मया 31:31-32 गएर हेर्नुहोस्, यद्यपि म तिमीहरूको पिता थिएँ भनेको छ। 3:13 पनि 3:19 पनि गरेर पढ्नुहोस्। त्यतिखेर चाहिँ पिता भनोस् भन्ने चाहना थियो। प्रभु यीशुले यूहन्ना 20:17 भन्छ, मेरो परमेश्वर तिमीहरूको परमेश्वर, मेरो पिता तिमीहरूको पिता भनेर सिकाउनु भएको छ। त प्रभु यीशुसँग उहाँको रगत पिएर एक भएको हौँ भन्छौँ भने हामीले उहाँलाई पिता भन्नै आवश्यक छ। उहाँ चाहिँ आत्मा दिनुहुने पिता हुनुहुन्छ परमेश्वर। नाकबाट जीवनको सास फुकेर लगाइदिन्छ, माटोको मान्छे बनाएर। यसबाट पिता भनिनुपर्छ र पुत्र यीशुलाई आफ्नो उद्धारकर्ता प्रभु यीशुलाई माग्नुपर्छ। यूहन्ना 15:7 वचन पढ्नुहोस् अनि माग्नुहोस्। एक दिन एक रातको उपवास बसेर पवित्र आत्मा माग्नुहोस्, उहाँको महिमाको ज्योति र आगोलाई माग्नुहोस्। त्यो कुरा नखाइकन चाहिँ अनि तपाईँलाई पवित्र आत्मा उत्रिनु 1 महिना पनि लाग्दैन। अनि तपाईँलाई मण्डलीमा चङ्गाइको सेवा गर्नको लागि कतिसम्म शक्ति चाहिन्छ त्यति शक्ति दिनुहुनेछ। लुका 19:24-25-26 भनेछ, जोसँग छ त्यसलाई आज दिइनेछ, जोसँग छैन त्यससँग भए पनि खोसिनेछ भनेछ। 2 जना अगुवा जन र एउटा छोरीदेखि उसको उहाँले ज्योति खोसेको देखेको छु मैले। प्रार्थना गरिरहँदा मेरो आत्मा लगेर देखाउँदा त्यो आत्मा चाहिँ 2 जना अगुवाको चाहिँ आत्मा लडेको थियो भुइँमा, मुखबाट सेतो ज्योति फुकेर निस्केर गएको देखेँ। एउटा दुईवटा छोरी भएको छ। 2टा छोरी प्रभुले दिनुहुने ज्योतिको पवित्र आत्माको वचनमा पुगेको छ। पछाडि उनीहरूले सही काम नगरेको कारणले गर्दा त्यो आत्मा खोसिएको पनि मैले देखेँ। मुखबाट सेतो चक ज्योति निस्केर जाँदै गरेको देखाउनु भयो। तापनि उहाँले खोस्नु पनि हुन्छ प्रियजन। अहिले म उहाँको ज्योति र आगोको दर्शनमा छु। स्पष्ट रूपले उहाँले मलाई दर्शनमा आगो र ज्योति दिनुहुन्छ, शक्ति प्राप्त गर्नुहुन्छ। अन्धकारको शक्तिसँग म लड्दैछु आत्माद्वारा र दियावालासँग म लड्दैछु, आत्माद्वारा देखिने दियावालासँग। संसारको प्रेतहरूसँग म लड्दैछु उहाँको शक्तिद्वारा, ज्योति र आगोको शक्तिद्वारा। तिनीहरू मेरो घरको वरिपरि आउनु पाउँदैन। अघि नै आत्माले लगेर खडा गर्नुहुन्छ, भाग्दै गरेको हुन्छ। शक्ति मेरो होइन, येशू प्रभुको। म उहाँको घर हुँ। तपाईँ मैले सत्यको गवाई तपाईँलाई दिएको छु। तपाईँ पनि जान्नुहोस्, बुझ्नुहोस्, पालन गर्नुहोस्, मण्डलीले चङ्गाइ गरिदिनुहोस्, आत्मा तयार गर्नुहोस्, बाँचेको आत्मालाई विनाशमा नपुर्याउनुहोस्। र एउटा कुरा, मण्डलीमा आँखामा गाजल, मुखमा लिपस्टिक आमा अगुवाले चाहिँ नलाउनुहोस्। मण्डलीले सबैभन्दा मान्दैन, बरु मन खिन पार्छ। आमा अगुवाले चाहिँ तपाईँ मण्डली हुनुहुन्छ, चर्चको वेदीमा आमा अगुवालाई वचन बोल्न उभिन नदिनुहोस्। मेकअप गर्दैन ठिकै छ, मेकअप गर्ने आमालाई बिल्कुल नदिनुहोस्। किनकि उसको मेकअपबाट दुईपट्टि काम गर्छ। एकपट्टि वचनले बोल्छ, जब सुनाउँदैछ वचन आगे पालन सुनाउँदैछ, एकपट्टि मेकअपलाई हेर्दैछ। फेरि मण्डलीहरूले मेकअपलाई हेर्छ, मण्डलीका सिधा आमाहरूले आमा अगुवाले त लाउनु हुँदैछ, हामी के हुन्छ लाउँदा, उनीहरूले पनि लब्लु लाउनु थाल्छ। जब त्यो मेकअप गर्छ नि तब आत्मा लड्छ प्रियजनहरू। वचनले हुँदैन भन्दैछ, माटोले बनेको ईश्वरको स्वभाव नलिनु भन्दैछ। तपाईँले प्रकाशको पुस्तक पत्रुसको पुस्तकमा हेर्नुहोस् तपाईँले, अनि थेसलोनीको पुस्तकमा हेर्नुहोस्। बाहिरी सजित होइन, भित्री सजावट हुनुपर्छ भनेर गवाई दिएको छ त वचन। साराका जस्तो स्वभाव होस् भनेछ। यो प्रकार त्यो हुँदैन 3 नम्बरमा। अनि 4 नम्बरमा पोते लाउनु हुँदैन। पोते माला जुनै पनि लगायो भने आत्मा चाहिँ लडिरहेको देखाउँछ। देखाउने को पवित्र आत्मा, अनि को हो प्रभुको आत्मा। स्वर्ग राज्यमा अनन्त जीवनको लागि लैजानु हुने येशू प्रभुको आत्मा र पवित्र आत्माले देखाउनुहुन्छ। तपाईँलाई बढी हुन्छ ल, सहन सक्नुहुन्न ल, यूहन्ना 3:3 पढ्नुहोस् र 5 पढ्नुहोस्। नयाँ गरी जन्मेन भने स्वर्ग राज्य देख्न सक्दैन। अनि मत्ती 7:21, 22, 23 पिताले चाहिँ पूर्ण रूपले हामी जस्तै सादा भएको चाहनुहुन्छ। बरु तपाईँले सुनको लकेट लाउनुहोस्
अनि लकेटमा हालेलुया लेख्नुहोस् त। हालेलुयाले दुष्ट डराउँछ। त्यसो प्रभुको महिमा हुन्छ। र त्यसरी लाउनुहोस्। त्यो माला नलाउँदा के हुन्छ? आत्मा लडाइ। तपाईँले यसमा यसो परेको बुढो अम्ठोमा टक्क छुइदिनुहोस् त, ठाडो परेकोमा अर्को भित्र टुप्लुक आउँछ तपाईँकोमा। म गवाई चाहिँ म बोले लाउँदै नै रहन्छु। र भन्दै भागले मैले फेरि पनि बढाएँ, मलाई माफी गर्नुहोस्, लामो भयो, टिभीमा हेर्नुहोस् र तपाईँले एक दिन एक रातको उपवास बस्नुहोस्। पवित्र आत्मा भरपुरीमा प्रशस्तै चङ्गाइ गर्ने प्रभावशाली शक्तिको काम गर्नुहुने शक्तिहरू आउनुहुनेछ। उहाँले ज्योति नै कति ठुलो यो एउटा स्टेटै भरिने ज्योति पनि गम्लङ्गै झार्नुहुन्छ उहाँले मण्डलीको लागि, अन्धकार खेद्नुको लागि। यो कुरा ठुलो गवाईहरू छ, म बाट्ने छु तपाईँलाई। र आत्माद्वारा दर्शन देखाउनुहुन्छ, त्यो कुरा लिनुहोस् तपाईँले। येशू प्रभुको 5 वर्ष भएको बेलामा स्वर्गदूत आएर येशू प्रभु बाउको सपनामा स्वर्गदूत आएर बोल्यो, बालकको प्राण लिन आएको छ। बालक र आफ्नो पत्नीलाई लिएर चाँडै मिश्रमा भागिहाल भनेछ। सपनामा आएर स्वर्गदूत बोलेको हिसाबमा उहाँले बुझेर मिश्रमा भाग्यो। इजरायलमा 5 वर्षदेखि उँधोको बालकहरू मारेर चक्काचुर्न सक्यो मारेर। तपाईँले मत्ती 1देखि नै पढेर जानुहोस्, तपाईँले पाउनुहुनेछ। र जब उनीहरू बुढो भएर हो कि अब मरिसक्यो, अब बालकको प्राण लिने मरिसक्यो, अब बालकलाई लिएर इजरायलमा फर्का भनेछ। फेरि उहाँ पनि सपनामा बोल्यो भनेछ। त उनीहरूले येशू प्रभुमाथि, येशू प्रभुको प्रचारमा उनीहरूले विश्वास गरेन, परमेश्वरमाथि मात्रै विश्वास गरे। तब भनेदेखि येशू प्रभुमा विश्वास गर्नेहरूले यो कुराहरू, सपना दर्शन कुराहरू विश्वास गर्नु पर्दैन। अहिलेको नयाँ अनुग्रहमा येशू प्रभु नै हुनुहुन्छ तपाईँलाई दर्शन देखाउने। म जब कुनै काम गर्नु खोज्दैछु नि, मलाई हल्का निन्द्रा लाग्न थाल्छ, झ्याप्पै सुत्नु जस्तो लाग्न थाल्छ। अनि ओछ्यानमा गएर ट्याक्कै ढल्किनुपर्छ, फुसुक निद्रा आउँछ, देखाइहाल्छ, आत्माद्वारा लगेर देखाइहाल्नुहुन्छ। उहाँलाई चाहिँ चुपचाप लागेर बसिदिनु पर्दो रहेछ। त्यसको लागि निन्द्रा दिनुहुन्छ। त भनी प्रभु येशू र परमेश्वर पितालाई, पवित्र आत्मालाई महिमा भएको होस्, धन्यवाद भएको होस्। तपाईँहरू पनि धन्यवाद छ, सुनिदिनुहुन्छ भन्ने म आशा राख्दछु। र म प्रभु येशूको र पवित्र आत्माको अगमवक्ता हुँ। र उहाँले यूहन्ना मत्ती 23:34 भनेछ, म अगमवक्ताहरू पठाउनेछु भन्नुभएको छ। र अगमवक्ताले उहाँले तयार गर्नुभयो, मसँग बोल्नु पनि भएको छ। मैले अगमवक्तामा नियुक्त गरेको छु मेरो गवाई बताउनको लागि भनेर भन्नुभयो। हुन्छ प्रभु, म तयार छु भन्नुभयो भने मैले स्वीकार गरेको छु र तपाईँहरू गवाई दिँदैछु। संसारको पल्लो पुग्ने छ र सुनेर पालन गर्नुहोस्। वचनको साथसाथमा छ। प्रभु यीशुको वचन मेरो जीवनमा पुरा भएको छ। प्रभु यीशुको वचनलाई जुटा नठहराउनु होला। आफू पवित्र भएछ मात्रै अनि उहाँको वचन चाहिँ साँचो हो रहेछ भनेर थाहा पाउनुहुनेछ। वचनमा भनेछ मत्ती 7:00 पहिले आफ्नो आँखाबाट कसिङ्गर निकाल, अनि तिमीले आफ्नो भाइको आँखामा भएको कसिङ्गर छर्लङ्गै देख्ने छौ भनेको छ। त्यसको अर्थात् मैले आफ्नो आँखाबाट पहिला कसिङ्गर निकालेँ, अनि आफ्नो भाइहरूको पासमा के भन्नुपर्ने छ भन्ने कुराहरू मैले छर्लङ्गै देख्न सकेँ भनेको। त्यो वचन पनि पुरा भयो। तपाईँले प्रिय मित्र हो, मलाई सबै मासु छोडाउनु भयो। पहिला चाहिँ मैले 2टा मासु मैले छोडेको थिएँ, आफ्नै बुझेर छोडेको थिएँ। तर त्यसपछि मलाई सबै नै छोडाउनु भयो पवित्र आत्माले। हुन्छ, म मान्छु, नखाँदा के हुन्छ, मान्छे भएर पक्का धर्म थाम्नु हो भने त कुनै मासु, प्राणीको मासु खानु नै होइन। अरू विश्वासी बाइबलले भन्छ, बाइबलमा परमेश्वरको वचनले भन्छ माटो र ढुङ्गाको सेवा गर्नेले त धर्म गरेको होइन भन्ने छ। तर भने उनीहरूले त मासु मांस छोडिसक्यो भने अब हामी त झन् स्वर्ग राज्यको हकदार भएका व्यक्तिहरूले झन् किन खाइरहने? छोडिदिएँ। त्यहाँदेखि शक्ति त कति हो नखाँदा पो शक्ति आउँदछ, कहाँ खाएर हुन्छ। र भने
एक दिनको उपवास, एक दिन एक रातको उपवास गर्नुहोस्, प्रार्थना आराधना वर्सिप गर्नुहोस्, पवित्र आत्मा माग्नुहोस्, दर्शन माग्नुहोस्। आत्माद्वारा स्वर्ग राज्य जानुको लागि स्पिरिट शरीरको अन्त्य नहुँदै बुझिराख्नुहोस्। तपाईँले शरीरको अन्त्यपछि त बुझ्ने चान्स छैन। आत्मालाई अन्धकारले पक्रेर, यस्तै कालो अन्धकारले पक्रेर लगिहाल्छ, तल ओह्रालै लान्छ, ओह्रालै तपाईँलाई बाँच्नु दिँदैन। यो सबै कुरा स्पष्ट रूपले देखाउनु भएको छ मलाई र म बताउँछु। र एक दिन एक रात उपवास बस्नुहोस्, प्रार्थना गर्नुहोस्। अन्य भाषा मैले झन्डै बोलेछु। अब अन्य भाषा पाउनुहुन्छ, नपाए तापनि बोल्दै गर्नुहोस्, सुनेको भरमा बुझेर बोल्नुहोस्। र रेम्बा खारा बसेरी खोरिया बसेरी परी कारा या र ब भनेर अन्य भाषा बोल्नुहोस्। प्रत्येक प्रार्थनामा अन्य जातिको ठाउँहरूमा हिँड्दा, बजार हिँड्दा, अन्धकारको ठाउँहरूमा हिँड्दा, शरीरबाट त अन्धकार त देख्दैन, तर प्रभु नपाउनुको बिचमा सबै अन्धकार हो, त्यहाँतिर हिँड्दा, डरलाग्दो ठाउँतिर हिँड्दा अन्य भाषा बोल्दै हिँड्नुहोस्। जब तपाईँले अन्य भाषा बोल्न थाल्नुहुन्छ नि, तब चाहिँदो रहेछ भनेर दिनुहुन्छ पवित्र आत्माले, प्रभु यीशुले। यूहन्ना 5:7 मत्ती 7:8 वचन क्लेम गर्नुहोस्, माग्नुहोस्। अन्य भाषा बोल्दाखेरि अन्धकारको शक्ति पसेको छ भित्र भने पनि निस्केर जान्छ। दिनभरि म कोही ठाउँमा अन्य भाषा बोल्नु भुल्छु, त्यो बेला पसेको हुँदो रहेछ, मलाई थाहा हुँदैन। अलिकति पवित्र आत्माले इसारा चाहिँ दिँदै गरेको हुन्छ। र बेलुका म प्रार्थना गर्छु, डिभिजनमा अन्य भाषा बोलेर प्रार्थना गर्छु, अनि त्यो कालो चाहिँ निस्केर जाँदै गरेको देखाउनुहुन्छ। सत्य हो, अन्य भाषा सुन्न सक्दैन त्यसले। र भने हाम्रो विश्वासीको सुरक्षा नै अन्य भाषा हो। बेलुका र बिहान प्रार्थना गर्न नभुल्नु होला, तब जागर हुन्छ। लुका 21 भन्ने छ जागर हो। मानिसको पुत्र कुन बेला आउँछ, चोर चाहिँ आउँछ, सो थाहा पाउँदैन, जागर हो भनेछ। अब प्रार्थना गर्दा मात्रै जाग हुन्छ र, तर बेलुका र बिहान प्रार्थना गर्नु छोड्नु हुँदैन। लामो प्रार्थनामा म तपाईँलाई भन्दिनँ, बेलुका डिभिजन प्रार्थना, सुत्ने बेलामा यताउता पहिला भुल्यो भन्ने डिभिजन गरेर पनि यताउता गफमा भुलिएर बस्यो भने सुत्ने बेलामा 5 देखि 10 मिनट प्रार्थना गरेर सुत्नुहोस्, राम्रो सपना पाउँछ। अन्य भाषा अध्ययन गर्छ, अन्य भाषा बोल्दै सुत्नुहोस्, तपाईँको आत्माले नै भूत खेद्नुहुन्छ। र पनि यो भागलाई म यहीँ राख्दछु। तपाईँले आफ्नो प्रतिफल पाउनुहुनेछ। प्रभुले धन्यवाद होस्। जय मसी। फेरि भेटौँ ल। मैले प्रार्थना गर्नु भुल्यो, प्रार्थना चाहिँ गर्ने जाउँ। सर्वशक्तिमान परमप्रभु परमेश्वर पिता र हाम्रा उद्धारकर्ता प्रभु येशू साथै पवित्र आत्मा, तपाईँ त्रिएक परमेश्वर पिता, तपाईँ मध्यस्थ हुनुहुन्छ हाम्रो माझमा। तपाईँले मेरो जीवनमा जे पनि काम गर्नुभयो, यही गवाईहरू म दिँदैछु। तपाईँले आफ्नो प्रजाहरूलाई, आफ्ना जनहरूलाई, तपाईँ यसको रगतले दिएका विश्वासी जनहरूलाई सुरक्षा गर्न, आफ्नो दास अगुवा पास्टरहरूलाई शक्तिशाली चङ्गाइको वरदानहरू दिनुको लागि, आत्मदर्शन देखाउनुको लागि, आत्मद्वारा स्वर्ग जाने योजनाको निश्चयता पाउनुको लागि तपाईँले आफ्नो दासहरूलाई प्रयोग गर्नुहोस्। पवित्र आत्मा दिनुहोस्, समाज शक्ति पाउन सकेको होस् र संसारको आत्माद्वारा सुरक्षा रहन सकेको होस्। प्रभु तपाईँले बोल्नुभएको वचन मत्ती 7:7 र यूहन्ना 8 र यूहन्ना 15:4 वचन अध्ययन गर्दछौँ। तपाईँको जीवित वचनद्वारा मैले अगमबानी बोलेको छौँ, यो काम गर्न सक्नेछौँ भनेर त्यो निश्चय हुनेछ। प्रभु तपाईँको जीवित वचन पालन गरेको कारणले गर्दा सबै कुरोमा तपाईँलाई आशिष र अनुग्रह गर्नुहोस्, प्रशस्तै मात्रामा र आधार र महिमा तपाईँलाई भएको प्रार्थना छ प्रभु, त पवित्र नै उच्च नाममा, आमेन।